मेनको लागि आउँछ नि त मान्छेहरू तर अहिले चाहिँ कस्तो छ यो हनुमान डम्फु डम्फु बजाउँदै हिँडिरहेको छ हनुमान नाइस कपाल भनेर भन्नु नमिल्ने हो गोदावरी वन हाम्रो भ्लग सुरु भएको छ हेलो गाइज हामी चाहिँ आज गोदावरी जङ्गलमा दादा भत्ता उठाउनु हिँडेको हैन बिर्दा भत्ता हैन दादा भत्ता त्यहाँ अगाडि हाम्रो बोसहरू हुनुहुन्छ अनि यता हामी दुईजना चाहिँ सेनाहरू पछाडि भ्लग गर्ने मान्छेको आवश्यकता थियो आइपुगेको अब यो दुईटा अनुहार चाहिँ युट्युबमा कैद यतिको चाहिँ हुनुपर्छ होइन हाम्रो लौरो भएन के लौरो चाहियो है भाँचिहालौँ न भाँचेर ओ बन्धु एउटा लौरो भाँचिहाल न माथि उतिसको लौरो भाँचिहाल स्टिक्के गएर खै त कता हो त्यो के अरे फुलहरू भएको ठाउँ यही हो अझै माथि गाइज हामी गोदावरी वनमा आइपुग्यो दादा भत्ता उठाउनु अङ्कल खै दादा भत्ता सोध्दै जानु न ए फोनै राखिसकेछ कतिखेर फेरि के भयो यो विष्णुमती आम्मा घामले त पुरै टल्काइदिन्छ त घामले टल्काउँछ साथीहरू घामले के भन्नु अझै गोदावरी वन अरे म फर्स्ट टाइम आएको यो गोदावरी वन चाहिँ मिर्ग हान्नु आएको आज गोदावरी वनमा के हो त धरानमा जस्तो छ त के अरे के जाति चोक रे त्यो धरानको के अरे को हो कसले म साँच्चीकैको भ्लगर 8 मिलियन सब्सक्राइबर छ मेरो तपाईँहरूले पनि कृपया मेरो युट्युब च्यानलमा गएर सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु दादा भत्ता उठाउँदै उठाउँदै यहाँ आइपुगेछ अब यो फुलहरूसँग नि अलिअलि दादा भत्ता उठाएर जाने हामी यो त नाकमा त्यत्रो नाकभन्दा चुच्चो आइरहेछ डन्डी फोरले गर्दाखेरि हो भने खिच्दै खिच्दै त्यो राम्रो फुल चाहिँ दामी छ दामी यो फुल भनेर फेरि चरित्र राम्रो यो फुल पनि राम्री छ मेरो बहिनी हो के अरे ज्वाइँ अफरमा हेर्नु त ज्वाइँ अफरमा छ यो कृपया कसैले यसलाई लानुहुन्छ भनेदेखि सम्पर्क गर्नु होला फोन नम्बर रहेको छ तेरो फोन नम्बर भनिहाल्छ 98 यहाँ फोटो खिच्नु भन्नु हेलो एभ्रीवान म नयाँ ब्लगर आइसकेँ अरे के फेरि युट्युब नयाँ ब्लगर हुनुहुन्छ चल्लाएर युट्युब च्यानलहरू कसैको भयो भने म छिरे गाइज अब छिरे भित्र कहाँ छिरे थाहा छैन देख्न सक्नुहुन्छ अरे के तिमीलाई बनाएको छैन मैले म तपाईँहरूलाई देखाउन चाहदिनँ किनकि म मेरै अनुहार देखाउँछु यतिको चाहिँ हुनु पऱ्यो नि त होइन नर्सरी यता रहेछ यो हो गोदावरीको नर्सरी गाइज फाइनली म चाहिँ खैनी खान्छु रे देख्न सक्नुहुन्छ आजको भ्यू यस्तो छ गोदावरीमा यहाँ छ ब्लगर चाहिँ चलो 8 मिलियन पुगेको छ म चलो भन्छ नि मेरो नामै चलो भनेर देख्न सक्नुहुन्छ यसको नाम त के पो यो फुलको नामै थाहा छैन मलाई यस्तो खालको हाम्रो घरमा पनि छन्जे छ तर फुल्नु चाहिँ भ्याएको छैन फुल्नु भ्याएको छैन
कस्तो राम्रो राम्रो फुलहरू छ हेर यो दामी दामी यो के को बोट हो यो यस्तो राम्रो छ बोट कि ओए हनुमान के को बोट हो यो तेरो 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 त नामै हनुमान भइसक्यो यो हाम्रो हनुमान यो के को बोट हो भने नाम लेखेको छैन खोइ कहाँ लेख्यो अरू बेला नाम लेख्दै राखेको हुन्छ त अरू बोटमा चाहिँ यो चाहिँ के को बोट हो गाइजहरू कमेन्टमा भन्नु होला ओ यो चाहिँ के हो नि फेरि चिमाल यो चिमाल हो र के पो चाँप हो चाँप बिर्सिगयो चाहिँ यो कस्तो हाम्रो गाउँतिर हुने खालको हो आमा कस्तो कालो देखिएको हो फोटो खिच्न होस् भिडियो नबनाओस् भन्दो रहेछ दामी दामी छ फुल चाहिँ है फुल जो राम्रो छ यो चाहिँ काउली रे काउली यो फुलको नाम चाहिँ काउली काउली फुल त्यो नाम पनि काउली काउली बुढी भने जस्तै काउली फुल के हो यो फुलको नाम जति हेऱ्यो लाग्छ झन् के अरे जति हेऱ्यो लाग्छ हेरु झन् गोदावरी वन भन्छ हाम्रो हलुवा जङ्गल जतिको पनि छैन त यो चालित प्राय ठुट्टावाला चाहिँ कोठा नबनाऊ कुन ठुट्टा यो भयो बाँसको ठुट्टा नबनाऊँ यो ठिक छ नि फुलहरू त क्या दामी रहेछ फुल चाहिँ तल धुपी छ कहाँ के अरे तेरो भिडियो छोडेर यता फोटो खिच घसीमै हो यो चाहिँ हात्तीबार हाम्रो गाउँतिर चाहिँ हात्तीबार भन्छ हात्तीबार भन्ने यो यसको के फुल हुन्छ ओइ चले यसको फुल हुन्छ यो हात्तीबारको के हुन्छ फुल हुन्छ भनेको फुल छ भनेको ओ यहाँनिर त कसको नाम लेखिया छ हौ जा गएर पढेर आइज गएर मेरो पर्दैन मेरो मात्रै लेखेर के गर्नु जोडी छैन जोडी नभएपछि त होइन त्यहाँ जोडीको मात्रै नाम लेख्छ हामी बिजोडीको किन लेखिराख्नु अब हामी उता जानु लागेको के जाति हल अरे त्यहाँ चाहिँ ठाउँको नाम याद भएन एक्ज्याक्ट यो चाहिँ यो हाउसको नाम चाहिँ के अरे यस्तो छ है माथि सिसै टपिकल हाउस टपिकल हाउस टिपिकल हो कि टपिकल हो इङ्ग्लिसमा कमजोर भएपछि के गर्नु है कसको बाबुको के लाग्छ र त्यही टिपिकल यहाँ चाहिँ के हो यो फोहोर फाल्ने जस्तो छ पानी जम्मा गरेर रहेछ नि तर फोहोर फाल्ने जस्तो भइरहेको रहेछ भर्लाको पात जस्तो छ त के हो यो चाहिँ फेरि सिन्कौली हो तज जस्तो लाग्यो मलाई तज भन्छ के भन्छ कहिले कहिले नदेखेकोहरू देखिन्छ यहाँ यो के हो यो नरिवलको बोट जस्तो हाम्रो एलिसा भन्ने केटी यहाँ छ चिन्नुहुन्छ उहाँलाई उहाँको फेस रिभ्यू सब्सक्राइब गरिदिनु होला यसलाई देखेर है क्या माछा हो माछा 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 होइन यस्तो उदेखि नै भित्र गइहाल्छ माथि उफ्रिन्छ नि त खोलातिर त्यस्तै त हुन्छ त खोलातिर हुने माछा कत्रा जाउँ त हुन्छ नि त माछाहरूले नि कत्रो कत्रो धर्नादेखि त चढ्दैछ पानी पानी त्यो भयो नि सानो सानोहरू नै रहेछ यिनीहरू यो चाहिँ मन्दिर रहेछ के मन्दिर हो यो मन्दिरभित्र फोटो खिच्न मनाइ छ बाहिर त छ नि बाहिर त मिल्छ